नमस्कार, म कमल राज शर्मा। आज म एउटा अति महत्त्वपूर्ण विषयमा सानो र एउटा विशिष्ट धारणा सेयर गर्न गइरहेको छु। जस्तो कुनै विशिष्ट घटना, पात्र, प्रवृत्ति, चरित्रलाई सम्बोधन गर्ने क्रममा आफूलाई धेरै पढे लेखेका, जानीफकार, विद्वान, विश्लेषक, अभियन्ता भन्नेहरूले र साथै आफूलाई भेटरन सञ्चारकर्मी भन्नेहरू अझै त्यसमा पनि देश र राष्ट्रको लागि सही सूचना सम्प्रेषण गर्ने हामीहरू हौँ भन्ने दाबी गर्ने सञ्चारकर्मीहरूले नेता र डाँका, राष्ट्रद्रोही, अपराधी, ज्यानमारालाई समानान्तर ढङ्गले व्याख्या गरेको सुन्न पाइन्छ। जस्तो उनीहरू कुकर्म गर्ने, कुकृत्य गर्ने, भ्रष्टाचार गर्ने, राष्ट्रद्रोही, देशद्रोही हरकत गर्ने, ज्यान मार्ने, डाँका मार्ने यस्ता तत्त्वहरूलाई पनि नेता भनेर नेता शब्दले सम्बोधन गरेको पाइन्छ। म यस्तो धारणासँग सहमति राख्दिनँ। किन भन्दा नेता भन्नु र डाँका भन्नु, ज्यान मारा, देशद्रोही, राष्ट्रद्रोही, अपराधी, भ्रष्टाचारी भन्नु एउटै होइन। यहाँ समानान्तर ढङ्गले समान एउटै प्याकेजभित्र राखेर, एउटै अर्थको फ्रेमभित्र राखेर व्याख्या गरेको सुनिन्छ, जुन गलत छ, अत्यन्तै गलत छ। मान्छेको दिमागभित्र भ्रम कोच्ने, भ्रम फैलाउने र त्यही भ्रमभित्रै आफू रमाइरहनुको लागि पनि यो यस्तो खालको भाष्य खडा गरिरहेको जस्तो मलाई लाग्छ। यस्ता चरित्रहरू, नेताबाहेक यस्ता चरित्रहरू कठोर कानुनद्वारा दण्डित हुनुपर्ने पात्रहरू हुन्। गर्नुपर्ने हो। तर नेपालको कन्टेक्स्टमा यो चोरलाई चौतारी र साधुलाई सुली बनाइएको छ यो देशलाई है। साधुलाई सुलीमा चढाउने र चोरलाई चौतारी उपलब्ध गराउने त्यस्तो खालको परिस्थिति खडा गरिएको छ। चाहे त्यो बाह्य शक्तिबाट होस् या त आन्तरिक यस्तै जल्लादहरूको चाहिँ जत्थाबाट होस्। त्यसैले जब नेता र जल्लाद सम्बन्धी धारणा, सुझबुझ र मनोदशा यस्तो हुन्छ भने यस्तो मनोदशा, धारणा र ज्ञानको ढाँचाबाट कस्तो परिवेश, कस्तो अवस्था, कस्तो वातावरण पैदा हुन्छ होला। लौ न, मलाई सुझाव दिनुहोस्। यदि नेता र डाँका, जल्लाद, देशद्रोही, ज्यानमाराहरूको बिचमा स्पष्ट भिन्नता गर्न सकिएको छैन भने कृपया यस सम्बन्धमा विस्तृत जानकारीको लागि मेरो ब्रह्मास्त्र पुस्तकको 184 र 185 पेज पुनरावलोकन गरिदिनु हुन अनुरोध गर्दछु र साथै यस विषयमा तपाईँहरूको धारणा, सुझबुझ र ज्ञानको ढाँचा के हो, कस्तो परिभाषा, अर्थ र विचारप्रति यहाँहरूले विश्वास गर्नुहुन्छ, त्यसबारेमा पनि त्यसलाई जोडेर मेरो धारणा उप टिप्पणी, आलोचना, सुझाव गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद।